100% भेजिटेरियन हुन्छ त नभए केटाहरू छ हाम्रो नजिक केटाहरू डराउँछ नि सबिनले नै हाम्रो कमलले लास्टै मान्ने कि कमलले आउँछ भन्ने बित्तिकै के कहाँबाट नभए भोटा झिकेर चना बिलाउ त भटा डाडुले त्यसलाई हल्का मिलेन तिमी सोझो पर मात्रै आछ मलाई मिलाउँदैन हामी चाहिँ किर्तिपुर साइडतिर छौँ आज असार 15 दही चिउरा खाने दिन सबिनले चाहिँ दही चिउरा खाम्न त भनेर अनि दही चिउरा खान आएको हाम्रो थर्समा ग्रुपमा ठेल्दै तिमीहरूले भिडियो सबिनले दही घोल्दैछन् कमायो खोइलाडीबाट के अरे खोइला खाँदा यस्तो मजा आउँछ खोया हुन्छ के भन्छ मकैको खोया भन्छ हाम्रोतिर आफू कोया भन्छ मकैको डाँठ भन्छ हामीले मकैको डाँडा ठुलो बुढो बुटोलाई पनि डाँठ भन्छ हाम्रो त मकैको त घुवाकोलाई पनि डाँठै भन्छौँ क्या हाम्रो पनि त्यही हो क्या म पनि 7 वर्षमै बितिसके सिङ्गै मकैलाई घुवा भन्छ कमल एकडा बस कहाँ तिम्रो बिस्तारमा बस्छस् बस हामी सुत्ने सबिनले खैदिने होइन र के भन्न मन छ भन है यहाँ राष्ट्रिय गान गाएर सुरु गर्ने यहाँ आँप तास्दैछन् हाम्रो समीर भाइले भात खुवाउने भाइले शङ्करदेव क्याम्पसमा केही कार्यक्रम पऱ्यो भने खाना खानु पऱ्यो भने चाहिँ यो भाइलाई सम्झिँदा हुन्छ यो भाइले चट्ट क्यान्टिनमा लगेर खुवाउँछ कुपन ल्याएर बरु कुराउन चाहिँ कुराउँछन् एकछिन है त्यो दिन त कति कुरेको या कति बेला आउँछन् भनेर दुईटा टिकट कुपन नपुगेको आउँछन् कि भनेर हेरेको हेरेर दही